वेलकम टु माई च्यानल। लाइक सब्सक्राइब सेयर गरिदिनु होला यो भिडियोलाई। आज चाहिँ म बोराबाँधमा आएको छु। अहिलेको यो निकै नै भाइरल ठाउँ पनि रहेको छ। यो चाहिँ नेपालको सुनसरी जिल्लामा रहेको सप्तकोशी नदीको किनारमा अवस्थित एक नयाँ उदय भएको पर्यटन आकर्षण केन्द्र पनि हो। यो मूल रूपमा नदीको कटान रोक्नको लागि निर्माण गरिएको सिमेन्टको भरिएको बोराबाट बनेको तटबन्धन थियो, जसले अनन्त यस ठाउँलाई यसको आदित्य नाम र पहिचान दियो। एक पटक बाँझो र शान्त नदी किनारमा रहेको बोरा बाँध आगन्तुकहरूको लागि एक जीवन्त गन्तव्यमा परिणत भएको छ, जुन यसको मनोरम दृश्यहरू, सुन्दर सूर्यास्तहरू र बढ्दो व्यवसायहरूको लागि परिचित छ। तपाईहरुले यहाँ आएर बोटिङ पनि गर्न सक्नुहुनेछ र मनोरम दृश्यहरू हेर्नुको साथै यहाँ तपाईहरुले मनोरञ्जन लिई आफ्नो फ्यामिलीहरू मेम्बर्सहरूसँग इन्जोय पनि गर्न सक्नुहुनेछ। यो चाहिँ साँझपख मानिसहरूको भिड धेरै नै लाग्ने गर्दछ। यस पर्यटन स्थलमा तपाईले ठुला बोटिङ पनि गर्न सक्नुहुनेछ। 350 मा ठुला बोटिङ पनि गर्न सक्नुहुनेछ र अहिले धेरै नै व्यस्त, धेरै नै प्रसिद्ध भएर यो ठाउँमा धेरै पर्यटनहरूको भिडभाड लाग्नेको साथै यहाँ पार्किङहरू पनि व्यवस्थित रूपले गरिएको छ र यहाँ चाहिँ मानिसहरू टिकटक बनाउन, फोटो खिच्न र बेलुकीको मनोरम दृश्यहरू हेर्नको लागि चाहिँ आउने गर्नुहुनेछ। र यो तपाईले बोर्ड देखिरहनु भएको छ। यो बोर्ड चाहिँ 350 मा तपाईले एक राउन्ड माथिबाट घुमेर आउन सक्नुहुनेछ। धन्यवाद। तपाईहरुले मेरो च्यानल हेरिदिनु भएकोमा धन्यवाद।